साथै एउटा राम्रो भन्दा बेस्ट ठाउँ देखाउँछु म ल म भर्खरै एउटा एक्वेरियम भन्ने ठाउँमा छिरेको छु हैन अब एक्वेरियमको बिचमा चाहिँ केही थोरै जनावरहरूको पनि सुरुवात राखेको छ जसमध्ये सुरुवाती रहेको छ यो जेर्पा भन्ने जेर्पा यो सायद अब सुतिरहेको त्यहाँ छ तपाईले नदेख्न सक्नुहुन्छ ओ यहाँनिर छ र यो आउटिङ हो हैन यो चाहिँ अलिकति हेर्नुहुन्छ भने राम्रोसँग यो हल्का कोठा हो है यो कोठालाई चाहिँ यस्तो अलिकति मजबुत खालको यो ढुङ्गाहरूले सिमेन्टहरूले राखेको छ हेर्नु ल कतिको सिस्टम यस्तो बेस्ट देखेँ नि मैले यो आउट जाने भएको अब हामी थोरै गुफाभित्र जान्छौँ म चाहिँ सुरुमा म हल्का डराएँ होइन यहाँबाट जान्छु डराएँ भन्नाले अब अन्धकार छ यहाँ जाने बाटो देखिने क्या र यहाँबाट रहेछ मेन जाने ठाउँ तपाईँहरू यहाँ हेर्नु ल यो हाम्रो इन्ट्रान्स हो थोरै म देखाउँछु ल कहाँ के छ भन्ने यो भित्र गएपछि यहाँनिर एउटा यो लिपर्ड जस्तो छ होइन यो जनावर अलिकति डर लाग्ने खालको छ तर डर मान्नु पर्दैन किनकि एक प्रकारको यस्तो खालको जन्तु जिउँदैछ बस यो यस्तो खालको हुन्छ नि हामीले अनि यो अब एक्जिट भएको एक्जिट भन्नाले यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ ब्याट्स अरे क्या यसमा यो चमेरो हो त्यहाँ यो चाहिँ अँधेरो मात्रै बस्छन् अनि त्यसरी यहाँ अब यो एउटा अर्को छ अरे यो वाला भइगयो यो होइन स्याल भन्छ कि के भन्छ यसलाई के हो भन्छ यो यहाँनिर छ त्यहाँ पनि छ ठिक छ त्यसै गरी हल्का अगाडि जान्छ हामी अगाडि के छ यहाँ कोइला भन्ने छ अरे कोइलाहरू भन्ने यस्तै ठाउँहरू छन् होइन यहाँनिर यहाँ कहाँ छ यहाँ हराएको छ देख्छ छैन अर्को यहाँ लुकाएको रहेछ यहाँनिर यो उल्लु छ अरे यहाँ रहेछ उल्लु रहेछ होइन त्यसै गरी यहाँ यो मुसा खालको रहेछ मुसा के खालको जात रहेछ कहाँ छ यहाँ भित्र रहेछ जिउँदैछ जोस् मरेको छैन त्यसै गरी यहाँ अर्को एउटा बिरालो टाइपको रहेछ होइन त्यहाँ भित्र रहेछ एकैछिन हेर्दै गर्नु होइन यस्तो बेस्ट प्लेस छ नि यहाँनिर कि अलिकति अचम्म पर्नुहुन्छ यो चाहिँ अब केही मात्रामा जनावरहरूको रूपमा छ त्यो भएर अलिकति बोर्डिङ हुनसक्छ यसै भएर तपाईँहरू जान सक्नुहुन्छ त्यो एक्वेरियममा होइन यो भयो त्यसै गरी यहाँनिर के छ यो गङ्गाटर जस्तो टाइपको छ त्यो अब मरिसक्यो कि यहाँ कछुवा छ ठुलो खालको कछुवा राखेको रहेछ यहाँ चाहिँ होइन यो अब कत्रो ठुलो छ भन्ने यो आँट कसरी अनुमान लगाउन सक्नुहुन्छ भने नि यो करिब एउटा सानो बच्चा जत्रै छ होइन यहाँ सर्पहरू छ सर्प मैले देखाउन चाहिनँ किनकि सर्प अलिकति डरावना हुनसक्छ यहाँ पनि सर्प छ म सिधै देखाएपछि अजिङ्गर देखाउँछु क्या अहिले हेर्नु यहाँ चाहिँ यो यसरी देखिरहनु पर्छ केही पुरै देखाउँछु ल म हेर्नु ल यहाँनिर सुई सब हिँडेर देखिएको छ नि होइन सर्पदेखि लिएर सबै फेरि ब्याग यसको अर्को आर्ट पनि राखेको छ अब सुरुवात हुन्छ हाम्रो एक्वेरियमको यो लाएर रहेछ होइन यहाँनिर छ यो चाहिँ हाम्रो विशेष गरी यहाँ सिल माछा पनि छ अरे तर कहाँ छ मैले पनि देखिनँ होइन यो झर्नाहरू देख्न सक्नुहुन्छ तर यो पनि अझै एक्वेरियमको सुरुवाती होइन अझै एक्वेरियमको सुरुवाती हेरेर चाहनुहुन्छ सिधै स्केप गर्न सक्नुहुन्छ मैले तलबाट टाइमर राखिदिएको छु त्यहाँ गएर हेर्न सक्नुहुन्छ होइन नेक्स्ट च्याप्टर भन्ने छ तर यसमा छ नि यहाँ अझै वातावरण पनि यस्तो छ कि अब यहाँ चाहिँ हाम्रो के छ भने नि अजिङ्गर चाहिँ यहाँ छ त्यहाँ छ अर्को अजिङ्गर त्यही भएको यहाँ अजिङ्गरै भनेर राखिदिएको छ अनि अब माछा हेर्न चाहियो भने यहाँ छ माछाहरू यो भइहाले त्यसै गरी यो झर्ना जस्तो बनाएर राखिदिएको छ यहाँ पनि छ माछा यसरी माछाहरू छन् ठिक छ त्यसै गरी यहाँ पनि माछाहरू थुप्रो छन् क्या माछी यो एउटा प्रजातिको माछा यहाँ राखिदिएको छ फोहोर हाल्नुबाट पनि यहाँ रहेछ अनि यो अर्को प्रजातिको माछा भयो होइन सानो खालको छ माछा अनि यहाँ अर्को खालको माछा छ भने यहाँ हामीसँग पेङ्गुइन्स पनि छ है यो चाहिँ हाम्रो अफ्रिकन पेङ्गुइन्स अरे यो वाला अनि छैन अब त्यहाँ देखिया छैन होइन त्यही हो यहाँ बसेर हेर्न पाइयो अर्को देखाउँछु म यो चाहिँ हल्का ठुलो खालको छ क्या ठुलो
यो पनि धेरै ठुलो छ माछा हो यो हैन एकदम ठुलो छ त्यसैगरी अब सुरुवाती हुन्छ हाम्रो एक्वेरियमको र एक्वेरियमको सुरुवातको लागि हामी यहाँ पोस्ट गर्नुपर्छ यो एक्वेरियम आई थिंक यू विल बी म्यासिभली गुड त्यसैगरी यहाँ देख्न सक्नुहुन्छ यो मलाई सबभन्दा मन परेको यो एक्वेरियम हो र यो एक्वेरियममा देख्न सक्नुहुन्छ कि यहाँनिर एउटा यस्तो प्रजातिको माछा छ ठीक छ यो हो एक थरीको माछा हल्का ब्याकबाट पनि देखाइदिन्छु म देख्नुभयो त्यसैगरी अलिकति थोरै भित्र आउनु भन्नुहुन्छ भने यस्तो खालको माछा छ रे यहाँ अब देख्न सक्नुहुन्छ तपाईहरुले बालुवाभित्र लुकेर बस्छन् यो माछा चाहिँ ती भित्रको पनि बालु आफूलाई चाहिँ कभर गरेर राख्छन् कि नदेख्यौ भन्ने यसरी ठीक छ त्यो देखिँदैन र मलाई पर्फेक्ट लागेको एउटा आउँदैछ यो देख्न सक्नुहुन्छ यो पनि एक प्रकारको एक्वेरियम छ जहाँनिर विभिन्न प्रकारको माछाहरूको एउटा समूह राखिदिएको छ यो पहेँलोवाला भयो अब यिनीहरूले यो कुनै पनि चिज थाहा पाउँदैन होइन मेबी भाइब्रेसन थाहा पाउँछ होला देख्न सक्नुहुन्छ पर्फेक्टली असाइन गरिएको छ अनि अर्को यहाँनिर एउटा माछा छ जुन अलि सानो बच्चा जस्तो छ यो हो हाम्रो फिस हर्स फिस के भन्छ नि घोडे माछा होइन जुन चाहिँ घोडा जस्तो देखिन्छ तर हुन चाहिँ खास माछा हो जुन तपाईहरुले चित्रमा देख्न सक्नुहुन्छ त्यस्तै खालको यो हेर्नु ल यो हो अघि सुतिराखेको थियो अनि यहाँनिर छ हामीसँग केही माछा जुन चाहिँ यहाँ डोरा छ फाइन्डिङ डोरा भन्ने तपाईले एउटा कार्टुन हेर्नु भएको छैन त्यो हो ल हेर्नुस् यहाँ पर्फेक्टली राखिएको छ है यो डोरा त अब डोरा भएको पर्फेक्ट भइहाल्यो त्यसै गरी यहाँभित्र पनि एउटा त्यस्तै डोराहरूको थुप्रै छन् यो भइहाल्यो डोरा र मेन चिज म यहाँ देखाउँदैछु है मलाई सबभन्दा मन परेको वाला यो हो कि यो एक्वेरियम छ सबभन्दा बेस्ट ल हेर्नुहोस् यति राम्रो खालको छ कि यो एक्वेरियम यसको वर्णन गर्न सक्दिनँ क्या यति बेस्ट छ यो एक्वेरियम ल हेर्नुहोस् यो हेरेरै पनि साध्य छैन कि यति बेस्ट छ यसको वरिपरि जति घुमे पनि घुमाउ लाग्ने खालको अलिक परैबाट देखाइदिन्छु म पर्फेक्ट यो एक्वेरियम बेस्ट लाग्यो मलाई होइन यो देख्न सक्नुहुन्छ यसको जति वरिपरि घुमे पनि घुमाउ जस्तो लाग्ने होइन भमरा त्यो घुम्या जस्तो कि यति बेस्ट छ नि यो देख्न सक्नुहुन्छ आवाज पनि पर्फेक्ट छ साउन्ड होइन यो ब्याकग्राउन्ड साउन्ड के चलिरहेको छ र यो देख्न सक्नुहुन्छ ए एकदम राम्रोसँग राखेको छ यो होइन लाइटिङ पनि रहेछ त्यहाँनिर पर्फेक्ट ल साथीहरू त्यो सबै सकिसकेर अब यहाँ आएको छु म यो चाहिँ जेलीफिस हो होइन यहाँ पनि जेलीफिस छ जेलीफिस तपाईँहरूलाई थाहा होला यो सानो पातलो कर्णको हुन्छ यो होइन अझ यहाँ ठुलोवाला रहेछ यहाँ यो सबभन्दा बेस्ट लागेको चाहिँ मलाई यो एक्वेरियम र त्यसै गरी यो पनि दामी नै छ होइन यो हो पर्फेक्ट नै छ यो सानदेखि ठुलो सबै छ अझै अरू पनि छन् हेरौँ अब यहाँनिर यसरी राखेको छ यो कछुवाहरू राखेको छ है यहाँ तल पनि यसरी झुन्डाएर यो नक्कली कछुवा हो यहाँनिर राखेको छ पहिला हामी तल जाउँ तलपट्टि के छ तलपट्टि हेरौँ त पहिला तल केही न केही त छ देख्नुभयो होला थोरै तलै पुगेर देखाउँछ यो चाहिँ तल बसेर हेर्न पर्ने खालको छ यो चिज त्यो चाहिँ ब्याकबाट देखाइदिन्छु म एउटा कोठा भरिमा राखेको छ होइन यसरी यहाँ अब मान्छेहरू पनि यसरी बस्न पाइयो ल हेर्नुहोस् उयो यो भयो यो छ नि वेल माछै छ यहाँ त्यसै गरी त्यो पारी पनि हेर्न मिल्छ नि त्यो पर देख्नु भयो निल त्यहाँबाट नि हेर्न मिल्छ म देखाइदिन्छु अर्को यही भइगयो यही छ त्यसै गरी टन्ने अझ नि यादै यस्तो बाटो खालको छ यहाँ पनि छ यो माछा वेल माछा यो हो ल हेर्नुहोस् यस्तो पर्फेक्ट बनाएको छ नि यो हेर्नलाई चाहिँ हो एकदम आनन्द आउनेवाला क्या
उता त्यो सानो सानो त्यो छ नि तलवाला हुने तिनीहरूको आँखा मासतिर हुन्छ होइन अनि मुख चाहिँ तल हुन्छ फेरि कस्तो खालको एकदम सृष्टि एकदम नयाँ छ क्या नयाँ भन्नाले अलिकति सोच्नै नसक्ने खालको क्या अब यो छ त्यसै गरी अनि यो पनि भयो होइन यहाँनिर नि छ अझै देख्न सक्नुहुन्छ तपाईँहरू अझै भित्र नि छन् यो त अब यो भइगयो धेरै नै छ यहाँ त लाइट धेरै छ ठिक छ र अघि मैले जुन अघि देखाउँछु भनेको थिएँ नि त्यो हल्का अगाडि भन्दा थोरै अगाडि छ र त्यो रहेको छ यो वाला पार्ट देख्न सक्नुहुन्छ यस्तो बेस्ट अफ द बेस्ट छ नि यो चाहिँ यहाँ बसेर हेर्न पर्ने हो होइन खासमा मजाले टक्कसँगले आनन्द छुट्यो क्या भित्रै जाउँ जस्तो फिल हुने क्या है र यो देख्न सक्नुहुन्छ त्यो माछा छ यहाँनिर यो यस्तो खालको माछा छ यो चाहिँ इको साउन्ड राखेर रहेछ ताकि उताभित्र नजाओस् भनेर होला सायद ल यो माछा ल यो नाके माछा रहेछ लाइट हेर्नुहोस् यस्तो देखिन्छ क्या समुद्रबाट भित्रबाट भन्छन् के थाहा म पनि गएको छैन क्या अरे तर उत्यौ ठुलो वेल रहेछ उत्यौ यो ठुलो कत्रो मलभन्दा ठुलो छ भाइ त्यो वेल त वेल बेस्ट सबभन्दा बेस्ट लागेको ठाउँ मलाई यो एक्वेरियम कुवेतमा बेस्ट अफ द बेस्ट मल पनि छ तर मलाई यो क्या बेस्ट लाग्यो चाहिँ ल हेर्नुहोस् यो ओ माई गड त्यसको दाँत त हेर्नु त्यस्तै हुन्छ क्या दाँत एकदम हेर्ने अजिब खालको क्या फेरि यो मर्या जस्तो देखिएला होइन है कुनै पनि मरेको छैन यिनीहरू सबै यो जिउँदै लिएर राखेर उनीहरूलाई अहिले हेर्नुहुन्छ भने नि योभन्दा माथिको ठाउँमा गएँ म आउट गएँ यो एक्वेरियमको आउटसाइड गयो भने एकदम चिसो छ भित्रपट्टि त्यो धेरै चिसो पनि छैन त्यो धेरै तातो पनि छैन यो मौसम नर्मल छ क्या यो मौसमै त्यस्तो तातो पनि छैन त्यस्तो गरम पनि छैन यस्तो दामी छ नि यो ठाउँ ओ माई गड अनि लास्टमा चाहिँ यही रहेको छ यो चाहिँ हामीले अब माछाहरूलाई फिड गराउन मिल्छ होइन खुवाउन मिल्छ यहाँनिर माथि आइपुग्छ यिनीहरू छैन मेरो हातमा बस त्यसरी यिनीहरू सबैजना आएको हुन्छ यो सबै यो माछा चाहिँ यहाँनिर बालुवा पनि हुन्छ होइन खुवाउन पाइयो उताबाट किन्नुपर्छ त्यसपछि खुवाउनुपर्छ यही हो लास्ट गन्तव्य यही हो त्यसपछि एक्वेरियम